गर्नुहोस् प्रधानमन्त्रीज्यू, अनुहार उज्यालो पार्नुहोस्। भगिनी हो भगिनी नै भन्नुहोस्, रासोपा तपाईँको साथमा छ। सुशासनको डन्डा चलाउनुहोस्, चुनाव गराउनुहोस्, रासोपा तपाईँको साथमा छ। अनुहारमा हाँसो ल्याउनुहोस्, खुसी ल्याउनुहोस्। न्यायको मूर्ति हो तपाईँ, धेरैलाई न्याय अदालतमा दिनुभयो होला, देशलाई न्याय गर्ने ठाउँमा आउनुभएको छ। खुट्टा रत्ती भन्न कमाउनु एक बारको दुनियो धेरै भयो। तपाईँ नखुजाने त हुने, किन चिन्ता गर्नुहुन्छ? सिङ्गो देश तपाईँको साथमा छ। इतिहासले तपाईँलाई यो अवसर दिएको छ। नेपाललाई मात्र आमा भन्नेले प्रधानमन्त्रीलाई आमा भनेको छ। सन्तानको स्याहार गर्नुहोस्, सन्तान साथमा छ। अब योभन्दा धेरै बोल्यो भने फेरि अर्को मुद्दा लाग्ला। अब म यहाँबाट काठमाडौँ जान्छु। मैले सबैभन्दा पहिला भेट्न चाहेको शहीदका आमाहरूलाई हो। यो शहीदका आमाहरू तपाईँहरू किन चिन्ता गर्नुहुन्छ? तपाईँका छोराछोरीहरूले बलिदानी दिए, हामी जिउँदो छैनौँ र त्यो रगत खेल्न दिँदैनौँ नि हामी। किन चिन्ता गर्नुहुन्छ? मैले कारागारमा जान तपाईँहरूलाई भनेको थिइनँ र? तपाईँलाई समस्या पर्यो भने रवि लामी फेरि के कारागारमा छ, लखुमा छ, आउनुहोस् भनेको थिएँ। आज म आउँछु तपाईँकोमा, तपाईँको घरमा आउँछु। म तपाईँको आँसु पुस्ने कोसिस गर्नेछु। म मात्र होइन, सिङ्गो रासोपा तपाईँसँग आउनेछ। सिङ्गो चितवनको माया पोखेर म आज शहीदका आमाहरूलाई भेट्न जाँदैछु। यो सार्वजनिक मञ्चमा म ती आमाहरूलाई भन्न चाहन्छु, आमा हो, कोख रित्तिएको होला, केही छोराहरूले बलिदानी दिए होला, सिङ्गो चितवनका छोराछोरी तपाईँको साथमा छन्। तपाईँलाई हामी छोड्दैनौँ, हामी साथमा छौँ। समय लाग्ला, चिन्ता नगर्नुहोस्। तर यो देशमा सुशासन ल्याउनको निमित्त स्कुल ड्रेसमा संसद अगाडि ढलेको तपाईँको छोरो त्यहाँ ढल्यो होला, तर हामी ढल्न दिँदैनौँ।